आज हाम्रो विशेष अतिथिमा यस गणेश हेम कम्पनीमा हाम्रो बेलबारीदेखि आउनु भएको छ मन कुमार गुरुङ सर र उहाँले पनि नेचुरल कच्चा पदार्थमा आधारित विभिन्न किसिमका र नेपाली उत्पादन र नेपालमै उत्पादन भएका एउटा सामानहरूका राम्रो किसिमको आउटलेट गर्नुभएको छ। उहाँले राम्रो किसिमको सोरुम गर्नुभएको छ र प्रचार प्रसार पनि गर्नुभएको छ। बेलबारी नजिक हुने दाजुभाइ दिदीबहिनीहरूले मजाले त्यो सम्बन्ध राख्नुहुन्छ र हजुरलाई यो कसरी यो गरौँ नेपाली उत्पादनको भन्ने कुरो कहाँबाट जाँगर आयो? यो चाहिँ दाइ तपाईँको फेसबुकमा मैले एडहरू हेरिरहेको थिएँ अनि म पनि एउटा नेपालको मौलिक चिजहरूको प्रवर्धन गर्ने हिसाबले त्यसलाई चाहिँ त्यसको व्यापार गरौँ र सबै उपभोक्ताहरूलाई नेपालको अर्ग्यानिक चिजहरू र नेपालको मौलिक चिजहरूको व्यापार गर्दै उहाँहरूलाई त्यसको सेवा गरौँ भन्ने उद्देश्य राखेको थिएँ ठ्याक्कै दाइसँग। अनि होइन, यहाँ त अब इन्डियाको त्यत्रो सामानहरू सस्तो सस्तोमा पाउँछ, बढीमा बिक्री गर्न सकिन्छ। अब चाइनाको सामानहरू पनि प्रशस्तै आउँछ। अब तपाईँले यो नेपाली नै किन रोज्नुभयो भन्ने कुरो हो। नेपाली चाहिँ अब के भने नेपाल समृद्धि हुनका लागि मुखले भनेर हुँदैन, व्यवहारमा हाम्रो समृद्धिपन आउनुपर्छ। त्यसो हुनाले हाम्रो मौलिक उत्पादनहरू जबसम्म हामी नेपालीहरूले प्रयोग गर्दैनौँ र एउटा एक्सपोर्ट पनि गर्ने तब हामी जाँदैनौँ तबसम्म हाम्रो देश समृद्धि हुँदैन। त्यस कारणले गर्दा हामी नेपालीहरूले हाम्रै चिजहरूको चाहिँ उत्पादनहरू प्रयोग गर्नुपर्छ भन्ने उद्देश्य राखेर मैले यो व्यवसाय गर्दाखेरि त्यो एउटा चेतना पनि हुन्छ भन्ने कुरा सोचेर यो व्यवसाय थालेँ। खास गरेर त्यहाँ चाहिँ अब बेलबारीमा मलाई आमन्त्रित गरिएको थियो 2-3 पटक, तर विशेष टाढा हुँदाखेरि जान सकिएन, आफ्नो ठाउँमा भयो। र तपाईँले गरेको देख्दाखेरि म त नेपालमा नेपाली उत्पादनका जति पनि सामानहरू गर्छन् ती आफ्नै दाजुभाइ जस्तो लाग्छन् होइन। अनि त्यो भएर पनि म तपाईँलाई पनि आफ्नै दाजुभाइ जस्तो लाग्छ क्या, किनभने नेपालमा उत्पादन भएका चिजहरू अब सबै बजारै चाइनिज इन्डियनले र विभिन्न देशका सामानले भरिसकेको अवस्था छ। अब तपाईँ हामी नेपालीमा जुट्ने भनेको त करिब पागल भन्छन् मान्छे, तर अहिले आएर त धेरैले पनि गर्यो होइन। अब भविष्यमा के गर्ने विचार गर्नुहुन्छ? यसैको व्यापारलाई चाहिँ अझ विस्तार गर्दै जाने र अझ अरू सबै नेपालीहरूलाई चाहिँ कम्तीमा हामी 3 करोड जनसङ्ख्या नेपालीहरू छौँ, 1 करोड नेपालीहरूले मात्रै पनि यो हाम्रो नेपालको चिजहरू उत्पादन गरेर प्रयोग गरिदियो भने हाम्रो देश समृद्धि हुन समय लाग्दैन। त्यो हिसाबले म यसलाई मेरो व्यापारमा नै अलिक विस्तार गर्ने र अरूलाई प्रेरित गर्ने मेरो उद्देश्य छ। अब खास गरेर यसपछिका दिनहरूमा बेलबारी फस्टायो भने तपाईँ इटहरी पनि अर्को राख्ने अनि झापामा पनि अर्को राख्ने गर्दै वातावरण बढाउँदै जाने कोसिस गर्दैछु। ल, धेरै धेरै धन्यवाद। अब मेरो यो गणेश हेम कम्पनीसम्म आएर होइन तपाईँले यो कुरा 2-4 कुरा राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद दाइले पनि अवसर दिनुभयो। तपाईँको यो उद्योगमा आएर मैले अवलोकन गर्ने पहिलोचोटि हाम्रो फोनमा मात्रै कुरा भएको थियो होइन, भेटघाट भएको थिएन। आधारमा पनि हामीले कारोबार सुरु गऱ्यौँ, दाइले मलाई विश्वास गर्नुभयो, त्यसको लागि पनि दाइले धेरै धेरै धन्यवाद।